हेलो गाइस, आज म सुँगुरको मासु पकाउँदैछु। अनि हजुरहरूले पनि खानुहुन्छ होला। नेपालतिर धेरै नै पाइन्छ, त्यो डेलीमा पनि पाइन्छ। आज हामी बनाउँदैछौँ सुँगुरको मासु। आज ढिलो भइसक्यो, बनाउँदा टाइम लाग्छ यसलाई बनाउनको लागि। तपाईँहरू हेर्न सक्नुहुन्छ। यसमा मैले हल्का तेल निकालेर फ्याँकिदिएँ। अनि अब यसलाई अझै भुट्नुपर्छ मजाले। तेल निकालेर फ्यालिदिएपछि अरू पनि सामग्रीहरू हाल्नुलाई अझै यसले तेल छोड्छन्। त्यसैलाई अलिकति भुट्नुपर्छ मजाले, मात्रै खानुमा मजा आउँछ गाइस। हेर्न सक्नुहुन्छ सुँगुरको मासु हामीले बनाउँदैछौँ। अनि हजुरहरू पनि बनाएर खानु होला, के कस्तो लाग्छ। हल्का नुन हालेर यसलाई अझै भुट्नुपर्छ। त्यसैले अलिक ब्राउन हुने गरी बनाउनु यसलाई। यसमा प्याजहरू हालेर मजाले हेर्नु गाइस, तपाईँहरूलाई भिडियो बनाएर हाल्छु।